यो के भन्छ लकर्सहरू क्या, यसमा चाहिँ यसरी यिनीहरूले आफ्नो नामहरू यसरी लेखेको हुन्छ आफ्नो लभमेट्सहरूलाई होइन। यो हामी हेरिरहेको थियौँ क्या यस्तरी। Guys, warm up has been completed. Now I think it's time for running, so let's go. So guys, यो चाहिँ मेरो by far one of the best place to go for a track running because I could see lots of views around here and it's really cool place. कुद्नको लागि अथवा एक्सर्साइज गर्नको लागि मान्छेहरू चाहिँ यहाँनिर एकदम आइरहेको हुन्छ. सो दिस इज वान अफ द कुल प्लेस टु गो फर एक्सर्साइज अर रनिङ बिकज यु कुड सी द रिभर अनि रिभरहरू अनि मान्छेहरू पनि एकदम मोटिभेटेड हुन्छन् यहाँ चाहिँ रनिङहरू गर्न यताउता यो प्लेसमा चाहिँ. त्यही भएर अरूलाई देखेर नै आफूलाई पर्सनल्ली मोटिभेटेड हुन्छ एक्सर्साइज फिटनेसमा हल्का ध्यान दिउँ भनेर. So this is my by far best place to run this track. So guys, I have reached this place जहाँ चाहिँ यिनीहरूले एउटा जिम गर्ने एउटा सेटअप पार्क बनाएको छन्. इट्स रियली प्रिटी कुल एन्ड इन्ट्रेस्टिङ किनभने नेपालमा यदि यिनीहरूले यस्तो बनायो भए सबजना फिट भएर हल्का मोटिभेटेड भएर चाहिँ एक्सर्साइजहरू गर्न मिल्थ्यो. सो दिस प्लेस इज लाइक रियली अमेजिङ. पार्कमा यिनीहरूले चाहिँ यस्तो बच्चाहरूलाई खेल्ने झुन्डिने यानि कि स्ट्रेन्थ ट्रेनिङ मोबिलिटी उनीहरूको कार्डियो बिल्ड गर्ने होइन हल्का त्यस्तोहरू क्रिएट गरेको छ. अनि इट्स रियली अमेजिङ भनौँ न. पार्कहरूमा यस्तो चिजहरू चाहिँ चाहिने हो क्या हाम्रो कन्ट्रीमा बेसिकल्ली भन्नुपर्दा. अनि यो सिभिल इन्जिनियरिङ स्ट्रक्चरमा चाहिँ खास गरी यो चिजहरू चाहिँ इन्क्लुड पनि हुन्छ क्या. तर अब क्यापिटल सिटीमा चाहिँ हाम्रो कन्ट्रीमा हल्का फुल्का स्पेस नभएर चाहिँ मान्छेहरूले त्यो अन्नेसेसरी मिचेर पार्किङ गर्ने ठाउँमा नि घरहरू बनाएर एक्स्ट्रा एक्टिभिटिजहरू बनाएर चाहिँ अनि एकदम चाहिँ स्पेस कम बनाएर धेरै डिफिकल्ट बनाइदिएछ क्या मान्छेको लाइफ. कुनै स्पेसै छैन क्या वर्कआउट गर्ने रनिङ गर्ने. अब फर इक्जाम्पल काठमाडौँमा यदि मान्छेलाई रनिङ गर्नु पऱ्यो भने आफ्नो कार्डियोहरू गर्नु पऱ्यो भने मान्छेलाई स्पेसै छैन क्या एउटा खेल्ने एउटा गर्ने वातावरण बनाइदिएको छैन. सो इट्स रियली इम्पोर्टेन्ट guys to know this and to implement this like structures so that पिपुलहरू चाहिँ मान्छेहरू चाहिँ अलिकति मोटिभेटेड होस् क्या एक्सर्साइजहरू गर्न फिटनेसतिर ध्यान दिन. यहाँनिर एउटा बोर्ड पनि छ यिनीहरूले बनाएको. गाइज यु कुड सी यहाँनिर चाहिँ यिनीहरूले यस्तो बोर्डहरू बनाएको छ. यहाँनिर चाहिँ कुन गर्दाखेरि चाहिँ कुन चिजमा इफेक्ट हुन्छ आफ्नो ट्राइसेप्स बाइसेप्सहरूमा होइन यसरी. अनि यो के को लागि यो चाहिँ आफ्नो एब्डोमिनल एक्सर्साइजको लागि यो आफ्नो ट्राइसेप्सको लागि यो आफ्नो ह्यान्डको लागि यसरी यिनीहरू चाहिँ पुरै यहाँनिर यसरी बनाएको हुन्छ क्या. इट्स रियली क्रिएटिभ स्टफ. अनि हाम्रो कन्ट्रीमा पनि हल्का फुल्का इम्प्लिमेन्ट गर्न चाहिँ एकदम जरुरी छ जस्तो लाग्छ मलाई. Let's get back into the track again running. चाहिँ यो वान अफ द स्ट्रेन्ज ब्रिजमा आइपुगेको छु. यो यहाँको चाहिँ एउटा किस्सा छ. म र अलि भाइ मेरो रुममेट चाहिँ एक दिन चाहिँ हामी यहाँ आएको थियौँ हल्का फुल्का वक गर्नको लागि र हामी चाहिँ यो चिज हेरिरहेको थियौँ क्या. यो के भन्छ लकर्सहरू क्या. यसमा चाहिँ यसरी यिनीहरूले आफ्नो नामहरू यसरी लेखेको हुन्छ आफ्नो लभमेट्सहरूलाई होइन. यो हामी हेरिरहेको थियौँ क्या यस्तरी. भ्यू पनि राम्रो छ. सो हामी चाहिँ यो हेरिरहेको थियौँ अनि एकदमले बेलुका थियो माथि घटाटट गऱ्यो क्या एकदम. अनि दुईजनाले हामी चाहिँ एकअर्कालाई यस्तरी समातो भुइँचालो आयो भनेर नि ब्रिजको बिचमा कहाँ भाग्ने अनि यस्तरी आएको थियो. अनि
Yo, yeah. Oh, shit. यस्तरी आएको थियो क्या अनि दुईजना चाहिँ एकैचोटि दुईजना समातेर अनि भूकम्प आयो भनेर होइन के गर्ने कहाँ भाग्ने भयो अनि त्यस्तो भएपछि चाहिँ अनि के गर्ने हो भरे त यो हेर्दाखेरि त माथि यो ट्राम कुद्ने ठाउँ रहेछ अनि दुईजना त भरे त छक्क भरेर यस्तो पनि हुँदो रहेछ भनेर एकअर्कालाई समातेर हक गर्दै बसिरहेको थियो सो इट वाज रियली फनी नै इन्ट्रेस्टिङ स्टोरी त्यो चाहिँ कस्तो नबिर्सिने खालको इन्ट्रेस्टिङ स्टोरी भयो क्या यहाँ माथि छ लाइक दिस इज द ट्र्याक जहाँ चाहिँ रेल गुड्छ क्या उताबाट यस्तो सट्टै यतापट्टि आउँछ अनि त्यस्तो बनायो सो फनी थिङ कहिलेकाहीँ हुन्छ न्यू एक्सपिरियन्स वी डिडन्ट नो एबाउट इट अभियसली अनि यस्तो नि भएको थियो भनेर सो इट्स कुल So guys, I have come long way through. So आजको डेस्टिनेसन चाहिँ ऊ पर देखिएको त्यो ब्रिजसम्म हो त्यहाँबाट भ्यू चाहिँ एकदम राम्रो देखिन्छ जस्तो लागिरहेछ मेबी वी गो देयर एन्ड सी वाट वी कुड गेट अ भ्यू इट्स रियली अमेजिङ गाइज लेट्स गो गाइज आई हेभ रिच द ब्रिज एन्ड आई थिङ्क इट्स फ्रिकिङ अमेजिङ भ्यू फ्रम हेयर एकदमै खतरनाक भ्यू छ जस्तो छ लुक एट दिस गाइज वो so guys look around the view is worth it from here you could see the small houses घरहरु माथिहरु एकदम राम्रो wow today's run was worth it guys so guys today's run was really worth it This breeze is also amazing. So, let's enjoy. Guys, today's run was pretty much interesting. I made a vlog. I go for running and I'm active and I think for today this much only. I hope the guys who are seeing basically in the Gen Z generations, you should learn basically fitness, the art of fitness and regular maintaining your body and fitness is really good for you and positive. So guys, hope to meet you in next vlog. Until then, bye bye.